एसएलसी पास गरेर विश्वास ढकाल उच्च शिक्षा हासिल गर्नका निम्ति जनकपुरबाट इन्डिया जान्छन्। त्यहाँको पढाइ पनि सकेर विश्वास ढकाल नेपाल आएर कान्तिपुर इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ विषय लिएर भर्ना हुन्छन्। केही समय त्यहाँ पढेपछि विश्वास ढकाल एउटा कुरामा स्योर हुन्छन् कि उनलाई हार्डवेयर भन्दा सफ्टवेयर इन्जिनियरिङ पढ्न इच्छा छ। कान्तिपुर इन्जिनियरिङ कलेजमा सफ्टवेयर इन्जिनियरिङ पढ्न नपाइने भएपछि विश्वास अमेरिका जाने प्लान बनाउँछन्। त्यसका लागि विश्वासले युएसमा भिजाको लागि अप्लाई गर्छन्। युएसले विश्वासलाई I-20 पनि दिन्छ, तर अन्तिममा आएर उनको F1 स्टुडेन्ट भिजा रिजेक्ट हुन्छ। एन्ड देन निराश भएका विश्वास आफ्नो घर जनकपुर पुग्छन्। विनोदको छोरो विश्वास त बिग्रिएछ, पढाइ छोडेर घरमै बस्न थालेछ भनेर छिमेकी र आफन्तले भन्न थालेपछि विश्वासको फ्रस्ट्रेसनको लेभल झन बढ्छ। म गएँ, अब जिन्दगीमा म केही पनि गर्न सक्दिनँ भनेर ठानिसकेका विश्वासले एक दिन आफ्नो हात नै काट्छन्। विश्वासलाई थाहा थियो आफ्नो हातको रेखा काटेर उनको भाग्य फेरिनेवाला थिएन, तर पनि विश्वास यसैले भए पनि चित्त बुझाउन तयार थिए। लगभग 3 महिना जनकपुरमा निराशाजनक जीवन बिताएका विश्वास त्यसपछि काठमाडौँ आउँछन्। नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीमा सफ्टवेयर इन्जिनियरिङ सम्बन्धित पढाइ हुने थाहा पाएपछि विश्वासले एनसीआईटी जोइन गर्छन्। सफ्टवेयर इन्जिनियरिङ पढ्ने विश्वासको इच्छा पुरा भयो। कान्तिपुर इन्जिनियरिङ कलेजमा पढ्दा, इन्डियामा पढ्दा र अमेरिका जान खोज्दा मैले आफ्नो आमा बुवाको धेरै पैसा सकिसकेको छु। अब चाहिँ कलेजको सबै खर्च गर्ने पैसा म आफै कमाउँछु भन्ने लागेपछि विश्वासले प्लान इन्टरनेसनलमा पढाइसँगै डाटा एन्ट्रीको काम पनि गर्न थाले। लगभग 3 महिना प्लान इन्टरनेसनलमा काम गरिसकेपछि विश्वासले त्यहाँबाट कमाएर जम्मा भएको पैसाले 2004 मा F1 सफ्ट इन्टरनेसनल नाम गरेको सफ्टवेयर कम्पनी रेजिस्टर गरे।